एउटा र्यापर जसले मानिसको कल्पना बाहिर गएर आम निर्वाचन 2079 स्वतन्त्र छविका साथ चुनावी माहौलमा हुमिन मात्र पुगेनन्, अप्रत्याशित जित हासिल गरेर काठमाडौँ महानगरपालिकाको नगर प्रमुखको शपथ ग्रहण गरे। पेसाले इन्जिनियर, आय स्रोतको कमी खासै नभएका साथै युवा सामु निकै चर्चित पात्र। विगत 35 वर्षदेखि आफूलाई अब्बल राजनीतिज्ञ कहलाएका नेताहरूको राजनैतिक किल्ला केवल 3 वर्षको छोटो समयमै हल्लाउन सफल भएका पात्र बालेन्द्र शाह अर्थात् बालेन शाहको राजनीतिक यात्राको चर्चा गर्नेछौँ। सामाजिक तथा राजनीतिक असन्तुष्टि र अनियमिततालाई उनले आफ्ना तीखा शब्दबाट प्रहार गर्दै आएका उनको पुर्ख्यौली घर महोत्तरी जिल्लामा रहेको छ। विक्रम सम्वत 2079 अगाडि केवल र्यापरको रूपमा युवा माझ मात्र ख्याति प्राप्त गरेका उनको चर्चा एकाएक त्यति बेला चुलियो जब उनले आम निर्वाचनमा आफू काठमाडौँ महानगरपालिकाको नगर प्रमुखको रूपमा स्वतन्त्र उठ्ने ऐतिहासिक एवं साहसिक निर्णय गरे। कुनै ठुला पार्टीको साथ चुनावी खर्च, शक्ति न त अनुभव केही पनि नभएको एकल व्यक्ति दशकौँसम्म सत्ता सम्हालेकाहरूसँग सिङ्गे जोरी गर्न खोज्नु केवल युवाको हठ भएको कति मानिसले चित्रणसम्म गर्न भ्याए। नेपाली राजनीति अनि दुई ठुला राष्ट्रिय पार्टी विरुद्ध एकल व्यक्ति केवल छोटो समयको पोलिटिकल र्यालीबाट निर्वाचित हुनु लगभग असम्भव थियो। तर यो सबका बावजुद उनी भने आफूलाई काठमाडौँवासीले जिताउने कुरामा निर्धक्क थिए। उल्लेखनीय मात्रामा मत दिनुका साथै निकटतम प्रतिद्वन्दी सिर्जना सिंह भन्दा 23,426 ठुलो मतान्तरले विजय दिलाए। अप्रत्याशिलो जितले ठुला दलहरूमा खतराको घन्टी बज्यो, जसको असर सङ्घीय चुनावमा स्पष्ट देखा पर्यो। बालेन शाहको जितका साथै जनताले आफ्नो मत बदलेको देखेर टिभी रिपोर्टर रवि लामिछानेले वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी केवल 6 महिनाकै अन्तरालमा निर्वाचनमा होमिएर करिब 11,30,344 मत प्राप्त गरेर देशकै चौथो ठुलो शक्तिका रूपमा उदायो। त्यसयता निराशाको खेतीमा बालेन शाहलाई देशवासीले निम्न लागेको एक आशाको किरणका रूपमा औँल्याए। सरकार विरुद्ध हरतिरबाट असफल भएको आवाज उठ्न थाल्यो। फलस्वरूप भाद्र 23 र 24 मा नवयुवाले सरकारप्रतिको नैराश्यता सडकमा उतार्यो। युवाको चाहना विपरीत सरकार दमनमा लाग्न पुग्यो, जसको कारण निर्दोष किशोरहरूको साथसाथै 76 जनाको मृत्यु हुन पुग्यो। सडक सम्हाल्न नसक्दा तत्कालीन सरकार विघटन भयो अनि देशले अभिभावकत्व गुमाएको बेला फेरि जनताले मेयर बालेन शाहलाई सम्झन पुगे। जनताको भरोसा अझ बढ्दै गयो र जनताकै चाहना अनुसार उनी आउँदो चुनावमा वैकल्पिक शक्ति केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सङ्घीय चुनाव लड्दै देशलाई आफ्नो अभिभावकत्व दिन अघि बढिरहेका छन्। अब उनी सफल होलान् या नहोलान् यो त आउने दिनहरूले नै बताउनेछ। अन्त्यमा चुनावी माहौलमा सोच, इमान्दारी र साहस चाहिन्छ भन्ने बालेन पात्रबाट सिक्ने अवसर पाएका छौँ। अबको चुनावमा दलका पुराना वृद्ध नेतालाई चुन्ने कि नयाँ शक्तिका नयाँ युवालाई निर्णय गर्ने समय आएको छ।